ठुलो देखिन्छ। मानव एउटा गरिब मानिस छ, ऊ आफ्नो परिवारको राम्रो भविष्यको लागि जे पनि गर्न तयार छ, तर विदेश चाहिँ जान चाहँदैन। फेरि देशमै बस्नको लागि रोजगारी नै छैन, अन्ततः ऊ बाध्य भएर विदेश जान्छ। के उसले आफ्नो खुसीले देश छोडेर गएको हो त? हामी भन्छौँ म मेरो देशलाई माया गर्छु, तर किन हामी आफ्नो देश छोडेर विदेश गइरहेका छौँ त? यस्तै प्रश्नहरूको सेरोफेरोमा म आफ्ना भनाइहरू राख्न यहाँ उपस्थित भएकी छु। नमस्कार आदरणीय सभा अध्यक्ष महोदय, सम्माननीय निर्णायक मण्डल, प्रिय शिक्षकवर्ग तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू। म श्रीति पौडेल, श्री देउराली माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै अत्यन्त गौरवका साथ आज यहाँ एउटा यथार्थपरक र संवेदनशील विषयमा आफ्ना विचारहरू व्यक्त गर्न गइरहेकी छु। मेरो वक्तव्य कलाको शीर्षक रहेको छ देश छोड्नु रहर कि बाध्यता। देश छोड्नु केवल एउटा निर्णय मात्र होइन, हजारौं सपनाहरूको सङ्घर्ष हो, हजारौं सपनाहरूको बिछोड हो। राम्रो भविष्यको चाह, शिक्षाको पूर्णता, सिप ज्ञान सिक्नुको चाह र व्यक्तिगत विकासको लागि विदेशिनु मानिसको चाहना हो। तर यहाँ अर्को पनि पक्ष छ जहाँ देश छोड्नु केवल हाम्रो चाहतको कुरा होइन, बरु हाम्रो आवश्यकताको कुरा बन्न पुग्छ। यद्यपि त्यो चाह पनि एक प्रकारको बाध्यता नै बन्न सक्छ। कहिले सोच्नु भएको छ किन लाखौं युवाहरू देश छोडेर विदेश गइरहेका छन् त? किन भन्दाखेरि हाम्रो देशमा अवसरहरू चाहिँ सीमित र प्रतिस्पर्धा चाहिँ बढ्दो छ। नेपाल एक कृषि प्रधान देश हो, तर यस्तो कृषि प्रधान देश हो जहाँ चाहिँ युवाहरूले म कृषि क्षेत्रमा लाग्छु नि त भन्दा गुणस्तरीयता नै छैन। महोदय, अहिलेको समयमा 10 पास गरेपछि विद्यार्थीहरूको मुखमा कटार, साउदी, मलेसिया जाने कुरा सुनिन्छ। किन भन्दाखेरि नेपालको जुनसुकै क्षेत्रमा पनि काम गर्छु भन्दाखेरि अवसरहरू नै छैन। हामी सबैको घर परिवारमा कोही न कोही त विदेश जानु नै भएको होला पक्कै पनि, र कोही पनि आफ्नो रहरले आफ्नो जन्मभूमि, आफ्नो घर परिवार छोडेर विदेश गएका हुँदैनन्। कसैले सामाजिक असमानता झेल्नु परेर समाजबाट थाकेर विदेश गएका हुन्छन्, कसैले बेरोजगारीको सामना गरेर र कोही आफ्नो आर्थिक प्रगतिको लागि विदेश गएका हुन्छन्। यो देशबाट गएका युवाहरू यी सबै कारणहरू बाहेक राजनीतिक अवस्थाले गर्दा पनि विदेशिएका छन् र नेताहरू चाहिँ पदको लागि लडिरहेका छन्। विदेशिएका केही मानिसहरू मात्रै आफ्नो देश फर्किन्छन् र मलाई चाहिँ एउटा विचार आउँछ, यदि ती केही मानिसहरूले पनि विदेशमा सिकेका सिप ज्ञान आफ्नो देशमा आएर प्रयोग गरे, उपयोग गरे भने त हाम्रो देशको समृद्धि कति छिटो सम्भव हुन्थ्यो होला। यो देश हाम्रै हो त, अर्कैको होइन। यसको विकासको लागि हातमा हात मिलाउन किन पछि सर्नुहुन्छ? यसको समृद्धिको लागि एकजुट भई सामूहिक प्रयास गर्न र योगदान दिन किन डराइरहनु भएको छ? अन्त्यमा फेरि पनि उही नै प्रश्न सोध्न चाहे, किन चाहिँ मानिसहरू विदेश गइरहेका छन् त? किन देश छोडेर गइरहेका छन् त? यस प्रश्नको उत्तर धेरै छन् र देश छोड्नुका कारणहरू पनि धेरै छन्। ती सबै कारणहरूको बारे मैले चर्चा पनि गरिसकेँ र अन्त्यमा चाहिँ मैले एक मात्र कारण देखेँ ती सबै कारणहरूको प्रतिनिधित्व गर्ने। हाम्रो देशको सरकारले देशमा भएको स्थानीय स्रोत र साधनको सही ढङ्गले प्रयोग गर्न जानेन। किन भन्दाखेरि हाम्रो देशको सरकारले युवाहरूलाई देश फर्काउने नीति बनाउँछ, तर म भन्छु देश फर्काउने होइन, देशमा टिकाउने नीति बनाऊ। धन्यवाद।